प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दाखेरि मेयर बालेन शाहले चाहिँ यसरी स्ट्याटस लेखेका थिए। तिनै मेयर बालेन शाह अहिले देशको प्रधानमन्त्री छन्। उनले चाहिँ यसो भनेका थिए, यो राज्य असफल भयो, राजनीतिक सबै असफल भए, नागरिकका लागि सुरक्षा दिन सकेन भन्ने थियो। बालेन आफै प्रधानमन्त्री हुँदाखेरि आज चाहिँ गणेश नेपालीले त्रिपुर शर्मा चाहिँ बाइकमा हुइलक लाग्यो भनेर आत्मदाहको प्रयास गरे। 60% चाहिँ उनीमा जलन छ। उनीहरूले वीर हस्पिटलमा उपचार गरिरहेका छन् है। एकजना मान्छे काठमाडौँ आएर सङ्घर्ष गरिरहेको थियो। त्यो मान्छेलाई चाहिँ ट्राफिकले प्रहरीले दुःख दिएपछि, नगर प्रहरीले दुःख दिएपछि, त्यहाँ हुइलक लगाइदिएपछि त्यो उनी चाहिँ आत्मदाह गर्न बाध्य भए। बालेन किन बोल्दैनन्? प्रधानमन्त्री बालेनले यसरी पहिले मेयर हुँदा यसरी स्ट्याटस लेखेका थिए। उनी पनि अब असफल हुन् त? के हो त? राज्यप्रति चाहिँ जनता किन निराश हुँदैछन्? 2 जना सुकुम्बासीले आत्महत्या गरिसके, मान्छे आत्मदाहको प्रयास गरिरहेछन्। मान्छेलाई जब खाना र काठमाडौँमा कोठा भाडा तिर्न गाह्रो हुन्छ नि, मान्छेले जे पनि गर्छ। धेरै युवाहरू यस्तो अवस्थामा छन्। राज्यले छिटै सोचोस्, नभए दुर्घटना हुन्छ है। बालेन शाह बोल्नुहोस् है प्रधान।